उत्पत्ति 23 अध्याय। साराको मृत्यु। सारा 127 वर्षसम्म बाँचिन्। सारा कनान देशको किरियत अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। अब्राहम लास भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने, तपाईहरूको बीचमा म एक प्रवासी भएर बसेको छु। यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्। हित्तीहरूले अब्राहमलाई भने, हे प्रभु, सुन्नुहोस्, तपाईँ हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहानमध्ये सबैभन्दा असल चाहिँ छानेर लास गाड्नुहोस्। हामी मध्ये कसैले पनि आफ्नो चिहान लास गाड्नलाई तपाईँलाई दिन इन्कार गर्ने छैन। तब अब्राहम उठेर हित्तीहरूको अघि निहुरेर दण्डवत गरे। तिनले तिनीहरूलाई यसो भने, यदि मैले यो लास गाड्ने तपाईँहरूको मन्जुर छ भने मेरो कुरा सुन्नुहोस् र सोहोरको छोरो एप्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस् कि उनले आफ्नो निजी मक्पेलाको ओडार मलाई बेचुन्। त्यो उनका खेतको छेउैमा छ। त्यसको पुरा दाममा तपाईहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्। त्यसबेला एप्रोन हित्तीहरूको माझमा बसिरहेका थिए र जतिजना उनका सहरको ढोकाको अगाडि आएका थिए ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहमलाई भने, होइन मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। म तपाईँलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु। मेरा मानिसहरूको सामुन्ने त्यो म तपाईँलाई दिन्छु। तपाईँ आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्। अब्राहमले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत गरे। अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, तपाईँको मन्जुरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु। त्यो तपाईँले स्वीकार गर्नुहोस् र त्यहाँ म यो लास गाड्न पाऊँ। एप्रोनले अब्राहमलाई भने, हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। जग्गाको दाम त चाँदीका 400 सिक्का हो, तर मेरो र तपाईँको बीचमा त्यो के हो र? लासलाई तपाईँ गाड्नुहोस्। अब्राहमले एप्रोनको कुरा मन्जुर गरे र तिनले एप्रोनलाई हित्तीहरूको सामुन्ने उनले भने बमोजिम व्यापारीहरूमा जुन तौल प्रचलित थियो त्यही अनुसार चाँदीका 400 सिक्का जोखी जोखिकन उनलाई दिए। यसरी मक्पेलामा मम्रे नेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रुखहरू समेत एप्रोनले त्यस सहरका ढोकाको अगाडि आएकाहरू हित्तीहरू सबैको सामु अब्राहमको अधिकारमा दिए। त्यसपछि अब्राहमले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रे नेरको अर्थात् हेब्रोनमा भएको मक्पेलाका खेतको ओडारमा गाडे। यसरी त्यो खेत र त्यसमा भएको ओडार समेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहमको अधिकारमा पक्कासँग दर्ता भयो।